हेलो गाइस, मेरो नाम सुमन हो र स्वागत छ मेरो कहानीमा। म गाउँबाट काठमाडौँ आएको 2 वर्ष भयो। म यहाँ एउटा सानो कोठामा भाडामा बस्छु, ठमेल नजिकै। कोठा सस्तो थियो तर पुरानो र फोहोर। घरबेटीले भन्थे यो घर धेरै पुरानो छ तर राम्रो छ। मलाई पनि त्यति फरक परेन किनभने मेरो बजेटले त्यही पुग्थ्यो। पहिलो केही महिना त ठिकै थियो तर रातमा कहिलेकाहीँ अनौठो आवाज सुनिन्थ्यो। कोठाको भित्तामा कसैले टकटक गरेको जस्तो मलाई लाग्थ्यो। सायद छिमेकीहरूले आवाज गरेका होलान्। तर एक रात मलाई साँच्चै डर लाग्यो। त्यो रातबाट मेरो जिन्दगी नै बदलियो। त्यो रात म साथीहरूसँग ठमेलमा बसेर अलि ढिलो घर फर्किएको थिएँ। करिब रातको 12 बजेको थियो। सडकमा मान्छेहरू पनि त्यति थिएनन्। अब गाउँमा त यस्तो कुरा धेरै सुन्थे तर मलाई लाग्थ्यो यो सब सहरमा हुँदैन। मेरो कोठा पुग्न एउटा साँघुरो गल्लीबाट जानु पर्थ्यो। त्यो गल्लीमा बत्ती थिएन। म मोबाइलको फ्ल्यास लाइट बालेर हिँडिरहेको थिएँ। अचानक मेरो पछाडि कसैले हिँडेको आवाज जस्तो आयो। म फर्केर हेरेँ तर कोही थिएन। मेरो मनमा एकदमै धेरै डरले आफ्नो ठाउँ बनायो तर मैले आफूलाई सम्हालेँ। सुमन, डराउनु पर्दैन, यो तेरो मनको कुरा हो, मैले आफूलाई भने। कोठामा पुगेपछि मैले ढोका बन्द गरेँ। रातको करिब 12 बजेको थियो। म लुगा फेरेर सुत्न खोज्दै थिएँ। अचानक कोठाको बत्ती झ्याप्प बन्द भयो। मलाई लाग्यो सायद लोडसेडिङ भएको होला तर छिमेकीका घरहरूमा बत्ती बलिरहेको थियो। मेरो मुटु ढुकढुक गर्न थाल्यो। मैले मोबाइलको फ्ल्यास लाइट बालेँ र फ्युज चेक गर्न गएँ। सबै ठिक थियो। जब म फर्किएँ मेरो कोठाको ढोका खुल्ला थियो। मलाई याद छ मैले ढोका बन्द गरेको थिएँ। मेरो खुट्टा काप्न थाल्यो। को छ यहाँ? मैले चिच्याएँ। जवाफ आएन। मैले हिम्मत गरेर ढोका बन्द गरेर सुत्न खोजेँ तर त्यो रात म सुत्न सकिनँ। रातभरि कोठामा कसैको हिँडेको जस्तो आवाज आइरह्यो, टक 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 टक। भोलिपल्ट मलाई लाग्यो यो सब मेरो दिमागको खेल हो। मैले यो कुरा मेरो साथी रमेशलाई सुनाएँ। रमेशले भन्यो, सुमन, तिमी बस्ने त्यो घरमा पहिला एउटा अनौठो घटना भएको थियो। धेरै वर्ष अघि त्यो कोठामा एकजना केटीको मृत्यु भएको थियो रे। उनको आत्मा अझै त्यही भड्किरहेको छ। मलाई उसको कुरा सुनेर झन्नै डर लाग्यो तर मलाई यस्तो कुरामा विश्वास गर्न मन लागेन। तर त्यो रातबाट हरेक रात अनौठो कुरा हुन थाले। कहिले मेरो चादर आफै तल झर्थ्यो, कहिले रातमा कसैले मेरो कानमा आएर फुसफुसास गर्ने आवाज आउँथ्यो। एक रात त मेरो ऐनामा एउटा छाया देखियो। त्यो छाया मेरो थिएन। लामो कपाल भएको, सेतो लुगा लगाएको कसकी थियो। म डरले चिच्याएर कोठाबाट भागेँ। मलाई अब यो घरमा बस्न मन थिएन। मैले घरबेटीलाई सबै कुरा सुनाएँ। उनले हाँस्दै भनिन्, सुमन, यो सब तिम्रो दिमागको खेल हो, यो घरमा केही छैन, हामीलाई हेर। तर उनको आँखामा मलाई केही लुकेको डर लाग्यो। मैले गाउँबाट मेरो काकालाई फोन गरेँ। म यस्तो हालतमा पुगिसकेको थिएँ कि म कुनै पनि कुरामा विश्वास गर्न तयार थिएँ। केही दिनपछि धामी काठमाडौँ आउनुभयो। उहाँले मेरो कोठामा आएर पूजा गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, यो कोठामा एउटा आत्मा छ। यो एकजना केटीको आत्मा हो। उनको मृत्यु भएको थियो तर उनको आत्मा अझै यहाँ अड्किरहेको छ। यो ताबिज कहिले ननिकाल्नु नत्र यो आत्मा फेरि फर्किन्छ। धामी गएपछि मलाई अलि शान्ति भयो। मैले ताबिज लगाएँ र त्यो रात केही त्यस्तो भएन, राम्रै निक्लियो। मलाई लाग्यो अब सब ठिक भयो। तर एक रात म नसामा थिएँ। म साथीहरूसँग पिएर फर्केको थिएँ। रातको करिब 3 बजेको थियो। म 3 बजे आफ्नो रुममा आइपुगेँ। मैले ताबिज लगाउन झ्याउ लाग्यो र त्यो ताबिजलाई मैले फुकाएर टेबलमा राखिदिएँ। त्यो रात मलाई सपनामा त्यही छाया देखियो। लामो कपाल, सेतो लुगा लगाएको। उनको अनुहार देखेको थिएन तर उनको आँखा रातो थियो। उनले मलाई समातिन्। म डरले बिउजेँ। मेरो कोठामा कोही थिएन तर ताबिज टेबलमा थिएन। त्यसपछि मेरो जिन्दगी नरक भयो। हरेक रात त्यो छाया मलाई पछाउन थालिन्। म जहाँ गए पनि उनको सासको आवाज सुन्थेँ। मलाई लाग्यो अब म पागल हुन्छु।
मैले अन्तिममा एउटै उपाय अपनाएँ। म गाउँ फर्केँ। गाउँमा पुगेपछि मैले काकालाई सबै कुरा सुनाएँ। काकाले फेरि धामी बोलाउनु भयो। धामीले भन्यो, यो आत्मा तिमीलाई छोड्दैन। उनको मृत्युको कारण पत्ता लगाउनु पर्छ। तिमीले उनको आत्मालाई शान्त दिनुपर्छ, पूजा गर्नुपर्छ। धामीको सुझावमा हामीले पूजा गर्यौँ। धामीले भने, उनको आत्मा अझै पनि त्यही कोठामा बाँधिएको छ। तिमीले त्यो ताबिज पुकारेर गल्ती गर्यौ र ऊ फेरि फर्किसकेकी छिन्। यो कथा यहीँ सकिन्छ। म अहिले गाउँमा छु, तर मलाई अझै पनि त्यही छायाको डर लाग्छ। म कहिले काठमाडौँ फर्किन्न अब। साथीहरू, यो मेरो कथा थियो। तपाईँहरूलाई कस्तो लाग्यो? यदि तपाईँहरूलाई पनि यस्तो अनौठो अनुभव भएको छ भने कमेन्टमा लेख्नुहोला। यो कथा तपाईँहरूलाई डर लाग्यो भने लाइक र सेयर गर्न नबिर्सिनुहोला। तर सावधान, रातमा एक्लै बाहिर ननिस्किनुहोला। नमस्ते।